हाई एभ्रिवान, नमस्ते सबैमा। फेरि पनि हजुरहरूलाई स्वागत छ मेरो नेपाली किचनमा। आशा छ हजुरहरूले मेरो भिडियो सुरुदेखि अन्तिमसम्म हेरेर मलाई साथ दिनुहुन्छ भन्ने। आज मैले सोयाबिन र टमाटरको फत्के अचारको रेसिपी लिएर आएको छु। त्यसको लागि सबभन्दा पहिले हामीले यो सोयाबिनलाई तातो पानी राखेर 5 मिनट जति भिजाउनु पर्छ। 5 मिनटपछि यो भिजिसके हुन्छ। त्यसपछि त्यसलाई त्यो पानीबाट निचोरेर सबै एउटा प्लेटमा राख्नुपर्छ। त्यसको लागि चाहिने सामग्रीहरू यहाँ मैले सबै रेडी गरेको छु। टमाटर, प्याज, खोर्सानी। आज म यो अचारमा थोरै मुला पनि एड गर्न गइरहेको छु। त्यसको लागि सबभन्दा पहिले मैले ग्यास बालेर एउटा प्यान बसालेँ। प्यान बसालेँ। त्यो प्यान तातिसकेपछि म त्यसमा तोरीको तेल एड गर्न गइरहेको छु। तोरीको तेल राखेपछि थोरै त्यसमा मेथी राखेँ। ग्यास भने हामीले सानो नै राख्नुपर्छ। त्यसपछि अघि निचोरेर राखेको त्यो सोयाबिनलाई म फ्राई गर्न गइरहेको छु। सानो आगो पारेर यसलाई मजाले रातो हुने गरी भुट्नु पर्दछ। यसलाई हेर्नुहोस् यतिको रातो भएपछि मजाले फ्राई भइसकेको छ। अब यसलाई झिकेर एउटा भाँडामा राख्नु पर्दछ। त्यो सबै झिकेर मैले एउटा भाँडामा राखेँ। त्यसपछि त्यही प्यानमा मैले थोरै तेल एड गरेर त्यसमा मेथी फुराउन गइरहेको छु। मेथी फुराएपछि त्यसपछि मैले त्यसमा थोरै लसुन पनि फुराएँ। लसुनको दाना, तेजपात हालेँ, प्याज हालेँ, हरियो खोर्सानी हालेर त्यसलाई मजाले फ्राई गर्दैछु। त्यसपछि मैले थोरै बेसार राखेँ। बेसार राखेर त्यसलाई बिस्तारै भुट्दैछु म। त्यो मजाले फ्राई भइसकेपछि त्यसमा मैले टमाटर एड गरेँ। टमाटर एकछिन चलाएपछि त्यसमा मैले आवश्यकताअनुसार नुन राखेँ। आफूलाई कतिको नुन खाइन्छ त्यो आवश्यकताअनुसार हाल्ने हो। नुन राखेँ। त्यसपछि त्यसलाई मैले छोपी मजाले चलाएर पकाउँदैछु। त्यो टमाटर नगलेसम्म हामीले त्यसलाई पकाइरहनु पर्छ। यतिको पाकिसकेपछि हाम्रो यो टमाटर गलिसकेको छ। मजाले पाकिसकेको छ यो टमाटर। त्यसपछि मैले अलिकति हरियो मटरको दाना त्यसमा हालेँ। किनभने अहिले यो सिजनमा यो मटरको दाना साह्रै नै मिठो हुन्छ। त्यसपछि मैले आफ्नै बारीको लसुन र प्याजको पात पनि थोरै राखेँ। यो जाडो महिनामा साह्रै मिठो हुन्छ यो लसुन प्याजको पात पनि। त्यसपछि मैले त्यहाँ जिरा धनियाँको धुलो, टिमुरको धुलो थोरै राखेँ। त्यसपछि एकछिन चलाएर मैले थोरै मुला पनि यसमा एड गर्न गइरहेको छु। मुला राखेपछि त्यसलाई मजाले बिस्तारै छोपी पकाउँदैछु। पाकिसकेपछि अघि भुटेर राखेको त्यो न्युटेला मैले त्यसमा राखेर चलाएँ मजाले चलाएँ। एकछिन पकाएपछि थोरै पानी राखेर पनि त्यसलाई म चलाउन गइरहेको छु। पानी थोरै राख्दा हाम्रो त्यो अचार मजाले पाक्छ, रस भित्रैसम्म पस्छ। त्यसलाई छोप्दै चलाउँदै गर्नुपर्छ। त्यसपछि मैले त्यो पाकिसकेपछि त्यसमा थोरै आलसको धुलो पनि एड गरेँ। माथिबाट धनियाँ पनि छरेर त्यसलाई मजाले बिस्तारै चलाएँ। हेर्नुहोस् यो अचार मजाले पाकेर यत्तिको भइसकेको छ। अब यो अचार हामीले खानासँग खाँदा पनि हुन्छ, रोटीसँग खाँदा पनि हुन्छ, साह्रै नै मिठो हुन्छ। सबैजनाले बनाएर एकचोटि ट्राई गर्नुहोला। धन्यवाद साथीहरू।